हेलो हेलो। आज म कता जाँदैछु हेर्नुहोस्। म कामको सिलसिलामा जाँदा जाँदै एउटा फार्ममा पुगेछु। अनि त्यहाँ गएर दुई चारवटा यसो भिडियो बनाएर यसो बनाएको थिएँ। यसो आवाज साउन्ड हालिदिनु पऱ्यो भनेर यहाँ बोल्दैछु है हल्का। यो सागसब्जी रहेछ यहाँ कतारमा, अब नौलो लाग्दो रहेछ। यहाँ बनाउने उब्जाउने तरिकाहरू चाहिँ डिफ्रेन्ट छन्। पाइपमा सबै कुराहरू मलजल अनि बिरुवाहरू पनि सबै एकै ठाउँमा लगाएर उत्पादन गर्दो रहेछन्। अब हाम्रोतिर त अब सिधै माटोमा हो। यो चाहिँ टेक्नोलोजी हो, चारैतिर सप्लाई पानी बिजुलीहरू। भित्र अर्को हरियाली भन्नाले के छ यो बन्दाकोपी होला। अनि यहाँ मकैबारी पनि रहेछ, राम्रो छ मकैबारी पनि कतारको। अब के गर्ने, ठिकै छ हेरियो। कतारमा पनि मकैबारीहरू उस्तै उस्तै रहेछन् नेपालको जस्तै। अनि यतातिर चाहिँ के रहेछ भने टमाटरको खेती। एउटा बगैँचा जस्तै छ टमाटरको बिरुवाहरू पनि। हरियाली राम्रो छ, टमाटर पनि टन्नै फलेको रहेछन्। हजुर, आइडियाले गरेको छन्, राम्रो छ। यता पनि टमाटर नै छ। पुरै बगैँचा नै छ टमाटरको। यो सबै अनलाइन बेच्छन् अरे होइन। अर्डर गर्ने, उताबाट प्याकिङ हानेर चारैतिर अल ओभर कतारतिर सब्जी अनलाइन सब्जी उनीहरूले बेच्दो रहेछन्। अनि यतातिर चाहिँ भेडा बाख्राहरू पनि राखेको रहेछ। अर्ग्यानिक भेडा बाख्राहरू, भेडा ठिकै छ।